महोत्तरीको अरही नगरपालिका 7 स्थित प्रसिद्ध धार्मिक स्थल सोनामाई मन्दिरमा यस वर्ष दशैंको घटस्थापनाको अवसरमा पहिलो पटक ऐतिहासिक कलश शोभायात्रा निकालिएको छ। विश्व शान्ति, मानव कल्याण र धार्मिक सद्भाव प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो यात्राको उद्घाटन नगर प्रमुख प्रदीप कुमार खड्का, नगर उपप्रमुख रेणु झा र वडा अध्यक्षहरूले संयुक्त रूपमा गर्नुभयो। यस पटक करिब 4000 कलश सहितको शोभायात्रा फूलबरियाको जङ्गाहा खोलामा बेतो, पचाइन र जङ्गा खोलाको सङ्गमस्थलबाट सुरु भई सोनामाई मन्दिरसम्म पुगेको हो। नगर प्रमुख खड्काले यो शोभायात्राले नगरवासी बीचको एकता र सांस्कृतिक धरोहरलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। सोनामाई मन्दिर छ, त्यसको ठुलो किंवदन्ती छ। पहिलेदेखि नै यो अहिले 100-200 वर्षमा बनेको मन्दिर होइन, यो पौराणिक कालदेखि बनेको मन्दिर हो। यहाँ मान्छेलाई विश्वास छ यो मन्दिरको जुन सिमाना छ त्यो सिमानामा प्रवेश गर्ने बित्तिकै जुनसुकै व्यक्तिलाई पनि भूत प्रेतको सङ्ख्या छ, उनीहरूलाई चाहिँ माताले एउटा कम्पन दिएर आफै ठिक गर्ने प्रचलन छ र यो मन्दिरको परेवादेखि लिएर अष्टमीसम्म यहाँ चाहिँ भूतको चाहिँ मेला लाग्छ। विभिन्न ठाउँबाट इन्डियाबाट पनि त्यो मेलामा चाहिँ मान्छेहरू आउँछन् र अर्को एउटा विश्वास छ यहाँ आइसकेपछि जसलाई पुत्री सन्तान भएको छैन त्यस्ताहरूको पनि मनोकामना पुरा भएको छ र त्यो किंवदन्ती पनि छ र अहिले त्यस्ता व्यक्तिहरूको पनि भिड बढिरहेको छ। महिलादेखि पुरुष, बालबालिकादेखि वृद्ध-वृद्धासम्म हजारौं भक्तजन सहभागी भए। स्थानीय समाजसेवी, धार्मिक अगुवा र सुरक्षाकर्मीहरूको समेत उल्लेखनीय उपस्थिति देखियो। सोनामाई मन्दिर महोत्तरीको प्रमुख धार्मिक स्थल हो। यहाँ भूत, प्रेत, पिशाच र बोक्सीबाट पीडितलाई झारफुक गर्ने परम्परा रहँदै आएको छ। सन्तान प्राप्तिको आशामा भक्तजनहरू दैनिक यहाँ पूजा र आराधना गर्न आउँछन्। दशैंको घटस्थापनादेखि विजयादशमीसम्म यहाँ विशेष पूजा र भूत मेला लाग्ने परम्परा रहँदै आएको छ। अष्टमीमा बोकाको बलि, नवमीमा राङ्गाको बलि र दशमीमा पुजारीको घरमा डाला लैजाने परम्परा चलिआएको छ। यस वर्ष सोनामाई भूत मेलामा करिब 15 लाख भक्तजन सहभागी हुने अनुमान गरिएको छ। यसले यहाँको धार्मिक पर्यटनलाई अझ बढाउने अपेक्षा गरिएको छ।
सोनामाई मन्दिरको ऐतिहासिक कलश शोभायात्राले केवल धार्मिक परम्परा मात्र होइन, नगरको सांस्कृतिक पहिचान र एकतालाई पनि बलियो बनाएको छ। यो परम्परा निरन्तर रहोस् र यो क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटन गन्तव्यका रूपमा चिनाउने अपेक्षा नगरवासीको छ।